सो हे गाइज वेलकम ब्याक टु माई च्यानल आई होप हजुर सन्चै हुन्छ होला। धेरै दिनपछि मेरो ब्लग आयो किनभने म घर आएको थिएँ होइन धेरै साल बाद। सो द्याट्स वाइ मेरो ब्लग ढिलो भयो अनि अब चाहिँ डेली ब्लग गर्ने मेरो प्लान छ होइन। घरबाट फ्यामिली ब्लग अनि त्यति साथीभाइसित घुम्ने ब्लग हुन्छ होइन। अहिले चाहिँ म बिहानै उठेर रेडी भइसकेँ। अब हिँड्नु पऱ्यो बाहिर के कस्तो छ अनि केटाहरूसित एकछिन भेटघाट गर्ने साथी खाने। अहिले आमाहरू के गर्नुहुँदैछ थाहा छैन। मेरो भाइ के गर्दा सुतिरहेको होला स्यालेर अहिलेसम्म उठ्दै आउँदैन। बिहान केटाहरू दुईजना छ उठ्दै आउँदैन होइन। ल मेरो रुम चाहिँ है यस्तो लथपथ छ केही सामान ल्याएकै छैन कि अहिले, त्यही भएर स्यालेर सुतिरहेको होला। केटाहरू केटाहरूको मैना ल ल ल यस्तो छ हाम्रो ब्लकका जवान भाइहरू। केटाहरू हेर यस्तो छ है गाइस, हेर्नु है ल। अब ब्लग होइन के आउँछ यहाँ पुरा एक्सपोज हुन्छ। सिनेमेटिक हान्यो छोटो उठाउ र केटाहरू। ए केटाहरू पुरा अल्छी छ हौ, लास्टै अल्छी छ केटाहरू। अब तपाईँले यहाँको मौसम देख्नु यस्तो फग लागेछ ए अब के गर्नु हुँदैछ कहाँको यहाँ त ओहो 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 यस्तो छ हौ। लास्टै फग लागिरहेछ गाइस होइन। भग्नेलाई म ग्यास बन्द गर्नु अरे। हाम्रो किचन है, किचन त्यस्तो केही छैन। के पसल भयो दुध त पुरा गइसक्यो त नि कता हो। दुध त झन्डै उम्लेर सिद्धेछ। के हो यो के यहाँ पकाउने उयो चाम्रे भात? के खानु? चाम्रे भातै खानु धेरै साल भइसक्यो चाम्रे भात नखाएको। यता हेर्नु त कति राम्रो देखिरहेछ हौ। है या बुढी चला नि अहिले के हुन्छ यो गाउँ घरको। म त यस्तै त हाल्ने हो त नि। यस्तो जङ्गल भएछ हाम्रो त के जङ्गल यतातिर क्या। अनि दादाहरूको बारी हो अनि हाम्रो जङ्गल भयो के पहिला त यस्तो थिएन नि त हाम्रो त। अनि हाम्रो हाम्रो यति टाढो मावला छ कि यति टाढो मावला छ। यहाँदेखि ऊ पर गयो भने उयो सानो 5-10 किलोमिटर टाढो छ नि हौ। पहिला यहाँ केही थिएन केटा हो होइन। अहिले चाहिँ बडै जङ्गलै जङ्गल भएछ। यहाँ खेती कसैले गर्दैन आमा? यो के रोपेछ यहाँ? तोरी छरेक देख्दैन ऊ बाँच्नु सक्नु। मलाई के थाहा त तोरी भनेर। तेल चाहिँ के छ खानु? तेलले त आउँछ नि तेल। ल म उता गएर आउँछु केटाहरूतिर सन्चै छेउतिर। केटाहरूको नि यहाँ एक्सपोज गर्नु पऱ्यो भनेको। त्यो होइन उठेर मेरो ओछ्यानहरू पनि मिला है। ल हौ पक्न जाइदिनु। गर्लफ्रेन्डसित बात गरिरहेको ल ल छिटो अलिक मेरो भिडियो नै कन्टेन्टै दिएन हौ केटाहरूले यार। यसो बाटै देखिँदैन हौ केटा। त्यस्तो बाटै देखिँदैन यार यस्तो लाग्यो। यो चाहिँ हिजो अस्ति भएको दाइहरूले चिरिदिनु भएको यार दाउरा के को लाग्यो खोइ आमा। यो चाहिँ हाम्रो खेत मकै रोपिराख्नु भएको छ होइन। कहिले बाबाले फेरि गोड्नु गोडी पनि छ जस्तो छ यहाँ।
हाम्रो छिमेकीहरूको घर लास्टै चेन्ज भएछ हाम्रो बाटो आमा हाम्रो बाजेको घर हो यो चाहिँ है 2000 years later. सो हे गाइज हामी चाहिँ अहिले भाइको बर्थडेको लागि उता केक सेक उयो गरेर आइसक्यौँ अनि चम्माकोलाई पनि बोलाएर आइसक्यौँ अनि टक्कसँगले अब चाहिँ घर जाने कुरा हुन्छ त्यसलाई केही पनि थाहा छैन भएर राति 12 बजी सरप्राइज दिने यहाँको अलिकति सिन देखाइदिनु तपाईँलाई यति चेन्ज भएछ हाम्रो गाउँ होइन ल आइसकेँ घर आएर गाडी पार्किङ पनि भइसक्यो यहाँनिर टक्कसँगले हाम्रो घर चाहिँ यस्तो छ कुनै दिन घरको ब्लग्समा बनाउँछु घर आइसकेँ होइन किन यता बस्नु भएछ त आज थाहा छ नि प्लान म भरे राति बोलाउँछु नि तपाईँलाई बिएसलाई सरप्राइज दिनुभएको छ है ल हाम्रो सबैको फ्यामिलीको प्लान भइरहेछ होइन अनि अब भरे कतिखेर हुन्छ सुत्नुहुन्छ कि हुँदैन होस् भयो भने त फेरि सबै भरे म दिनु जान्छु निशालाई अनि त्यतिखेर हामी बनाउनुहोस् ल तपाईँलाई भन्नु त आएको छैन नि गाडी भन्यो भने त फेरि चपट हुन्छ नि हाम्रो यस्तो चलिरहेको छ देखाउनु हुँदैन गाइस है भरे भेटौँ ल अब एकैचोटि One eternity later. सो गाइस हामी चाहिँ यहाँ बर्थडे दिन आँटिसकेँ बर्थडे केक बर्थडे केक पुरा रेडी सेडी हो Happy birthday to you. Happy birthday to you. Happy birthday to you. उज्जवलको भरोसा रहेको हेर म उठ्दा नउठेर कस्तो लाग्यो अनि फ्यामिलीसँग बसेर फर्स्ट टाइम यसरी विस गरेर सक्सेस भइसक्यो अब भोलि बिहानको ब्लग आउँछ होइन भोलि बिहान टक्कसँग एडिट गरेर हाल्ने कुरा हुन्छ तपाईँहरूलाई हाम्रो यो सानो ब्लग कस्तो के लाग्यो हेरेर कमेन्ट गरिदिनु होला अनि मेरो भाइलाई कमेन्टमा
बर्थडे विस गरिदिनु होला है त गाइस ओके अब अहिलेको लागि चाहिँ यो ब्लग यहीँसम्म म गर्दैछु राम्रो लाग्यो भने लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु होला है त ओके गाइस